नियति भनेको के हो? नियति भन्नाले ब्रह्माण्डमा हुने हरेक घटना, अवस्था र परिणामको अदृश्य नियमलाई जनाउँछ, जसले जीवनको प्रत्येक पलमा कारण र परिणामको सम्बन्ध बाँध्छ। यसको मूल अर्थ निश्चित भएको कुरा भए पनि वास्तवमा नियति स्थिर नभई परिवर्तनशील हुन्छ, किनकि यो हाम्रो कर्म, सोच र सङ्कल्पबाट निर्माण हुन्छ। प्रत्येक व्यक्तिको नियति उसकै कर्मको प्रतिफल हो। राम्रो कर्मले सुखद नियति जन्माउँछ भने नकारात्मक कर्मले दुःखद परिणाम ल्याउँछ। दर्शनका दृष्टिले नियति, कर्म र काल यी तीन शक्तिहरू सँगसँगै चलेर जीवनको दिशा निर्धारण गर्छन्। नियति कुनै बाह्य शक्ति होइन जसले मानिसलाई नियन्त्रण गर्छ, बरु त्यो शक्ति हो जुन हामी आफैले बनाएका कार्य विचारहरूको प्रतिबिम्ब हो। त्यसैले नियति लेखिएको हुँदैन, बरु बन्छ जब हामी कर्म गर्छौँ, सोच बदल्छौँ र आफ्नो चेतनालाई जागृत बनाउँछौँ। नियति अन्ततः हाम्रो आत्मिक प्रयास, निर्णय र कर्मको दर्पण हो, जसले देखाउँछ कि जीवनमा जे हुँदैछ त्यो संयोग होइन, बरु हाम्रो आफ्नै सृजना हो। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। पुनः अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई म बिदा हुन्छु।